दसैँ पर्वको अवसरमा हेल्प टुगेदर फाउन्डेसन वीरगञ्जले आज मानव सेवा आश्रम वीरगञ्जमा विशेष सामाजिक कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष ऋषु कुमार वर्मा सहितका पदाधिकारी तथा सदस्यहरूले आश्रममा बसोबास गर्दै आएका आमा दिदीबहिनी र दाजुभाइहरूलाई दसैँको टीका लगाई मिठाई वितरण गरेका छन्। साथै दिउँसोको एक समयको खाजा खुवाउँदै सेवा कार्य सम्पन्न गरिएको छ। संस्थाका सदस्यहरूले अहिलेसम्म कुनै निकाय वा संस्थाबाट सहयोग प्राप्त नभएको बताउँदै आफ्नो व्यक्तिगत खर्चबाट कार्यक्रम सम्पन्न गरिएको जानकारी दिएका छन्। अध्यक्ष वर्माले भने दसैँ जस्ता साझा चाडलाई सेवा र सहयोग मार्फत मनाउनु हाम्रो उद्देश्य हो। आश्रमका दिदीबहिनी तथा दाजुभाइहरूको अनुहारमा मुस्कान देख्दा हाम्रो मन हर्षित भएको छ। अस्ट्रेलियामा रहेका ज्येष्ठ आमा तथा दिदीबहिनीहरूले टीका तथा प्रसाद ग्रहण गरी खाजा पाउँदा देखिएको खुसीको भाव संस्थाका सदस्यहरूमाझ पनि भावुक क्षण बनेको थियो। सदस्यहरूले यस्तो सानो तथा हृदयस्पर्शी कार्यक्रमले उनीहरूलाई अझै ठूलो ऊर्जा र जिम्मेवारी बोध प्रदान गरेको उल्लेख गर्दै आगामी दिनमा सामाजिक सेवामा अझ सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन्।